61 वटा दुर्गम ठाउँका मतपेटिका हेलिकप्टरबाट सङ्कलन गरिने। सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषदको बैठक आखिर छलफलमा कुरा के भयो? खाडीबाट 17 लाख नेपाली ओसार्न स्वदेशी वायु सेवालाई लाग्छ 19 महिना। तत्काल उद्धार कति सम्भव? नेपालको क्षमता कति? सुर्खेतमा अवतरण गर्दा श्री एयरलाइन्स जहाजको टायर पड्कियो। कस्तो छ चुनाव एपिसेन्टर दमकको अवस्था? आधा रेमिटेन्स खाडीबाटै आउँछ। युद्ध लम्बिए बन्द हुने जोखिम। निर्वाचन बिथोल्न विभिन्न समूह सक्रिय। सुरक्षा कस्तो छ त? मतगणनाको 24 घण्टाभित्र प्रत्यक्षतर्फको नतिजा दिने आएको दाबी। दुर्गममा हेलिकप्टर प्रयोग गरिने। देउवा सिङ्गापुर आरजु भारतमा टिकट नपाउने काङ्ग्रेस नेताले कहाँबाट गर्दैछन् मतदान? यसबारेमा महत्त्वपूर्ण जानकारी दिनेछ, त्यसैले कृपया यो भिडियो अन्तिम समय हेर्नुहोस्। दर्शक महानुभावहरू नमस्कार। टिटिएन खबरको बुलेटिनमा यहाँहरूलाई हार्दिक स्वागत छ। आज मिति विक्रम सम्वत 2022 साल फागुन 21 गते बिहीबार। आजका मुख्य समाचारहरू तपाईहरुका लागि उपयोगी र जानकारीमूलक हुनेछ, त्यसैले कृपया भिडियो अन्तिम समय हेर्नुहोस्। यदि हाम्रो प्रस्तुति मन परेमा हाम्रो मेहनतका कदर गर्दै एक लाइक अवश्य गर्नुहोस्। दर्शक महानुभावहरू पल पलका समाचार अपडेटका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोस् र नजिकैको बेल आइकन पनि क्लिक गर्नुहोस् ताकि नयाँ भिडियोको सूचना तुरुन्तै पाउन सक्नुहोस्। अब आउनुहोस् आजका मुख्य समाचारहरू सुरु गरौँ। निर्वाचन आयोगले आगामी निर्वाचनका लागि विकट तथा दुर्गम क्षेत्रमा मतपेटिका ढुवानी र संकलनको विशेष कार्ययोजना तयार पारेको छ। भौगोलिक रूपमा विकट मानिएका हिमाली र पहाडी जिल्लाहरूमा निर्वाचन सामग्री तथा जनशक्ति पुर्याउन र मतदानपछि मतपेटिका सुरक्षित रूपमा मतगणना स्थलमा ल्याउन आयोगले हेलिकप्टरको प्रयोग गर्ने भएको छ। मतदान सम्पन्न भइसकेपछि पनि देशका विभिन्न 15 जिल्लाका 61 वटा दुर्गम स्थानबाट मतपेटिका संकलन गर्न हेलिकप्टरकै प्रयोग गरिने सचिव राउतले जानकारी दिए। भोलि हुने प्रतिनिधि सभा निर्वाचन अघि प्रधानमन्त्री कार्यालय सबै निकायहरूका प्रमुखहरूसँग छलफल गर्न लागेकै हुन्। प्रधानमन्त्री सुशीला कार्कीले बुधबार दिउँसो 3 बजे परिषदको बैठक बोलाएकी थिइन्। केही बेरदेखि सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा बैठक बसिरहेको प्रधानमन्त्री कार्कीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए। भोलि हुने प्रतिनिधि सभा निर्वाचन अघि प्रधानमन्त्री कार्यालय सबै निकायका प्रमुखहरूसँग छलफल गर्न लागेकी हुन्। बैठकमा पछिल्लो देशभरका सुरक्षा अवस्थाबारे ब्रिफिङ हुने बताइएको छ। जनवरीको तथ्याङ्कलाई आधार मान्ने हो भने सरकारले खाडी मुलुकमा रहेका 17,29,000 नेपालीलाई ल्याउन स्वदेश जहाज प्रयोग गर्नुपर्ने भयो भने क्षमताले 19 महिना भन्दा बढी महिना लाग्ने देखिन्छ। इजरायल र अमेरिका र इरान बीच बढ्दो हवाई आक्रमण तथा प्रत्याक्रमणले पश्चिम एसिया तनावग्रस्त बनेको छ। इरानले अमेरिकी सैन्य बेस लक्षित गरी आक्रमण गरिरहेको अवस्थामा खाडी तथा वरपरका मुलुकमा रहेका 17,29,000 नेपालीको सुरक्षाप्रति चासो र चिन्ता बढेको छ। परराष्ट्र मन्त्रालयका अनुसार युएई, साउदी अरेबिया, कतार, कुवेत, इराक, बहराइन, ओमान, साइप्रस, इजरायल, लेबनान, इजिप्ट र इरानमा 17,29,288 नेपाली छन्, जसमा श्रम स्वीकृति नलिई गएका तथा कागजात बिना भएकाहरूको संख्या जोडिएको छैन। यो संख्या पनि लाखौंमा हुन सक्छ यदि युद्ध सकियो र ती देशहरू प्रत्यक्ष प्रभावमा परे। एकैपटक यति ठूलो संख्यामा उद्धार सम्भव हुन्छ कि हुँदैन भन्ने प्रश्न उठेको छ। नेपालबाट 3 वायु सेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान गर्छन्। तीमध्ये नेपाल एयरलाइन्स हिमालयसँग मात्र खाडी मुलुकमा सीधा उडान गर्ने सक्ने क्षमता छ। यी दुई कम्पनीसँग अन्तर्राष्ट्रिय उडानका 4 जहाज छन्। तीमध्ये नेपाल एयरलाइन्ससँग 2 न्यारो बडी र 2 वाइड बडी जहाज छन्। हिमालयसँग सबै न्यारो बडी जहाज छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तथ्याङ्क अनुसार नेपालमा एयरलाइन्सले जनवरी 2026 मा 54,398 यात्रु बोकेको छ। हिमालयले एक महिनामा 35,054 यात्रुलाई सेवा दिएको छ। अर्थात् यी दुई स्वदेशी वायु सेवा कम्पनीसँग महिनामा 49,000 यात्रुलाई मात्र सेवा दिन सक्ने क्षमता छ। जनवरीको तथ्याङ्कलाई आधार मान्ने हो भने सरकारले खाडी मुलुकमा रहेका 17,29,000 नेपालीलाई ल्याउन स्वदेशी जहाज प्रयोग गर्नुपर्ने भयो भने क्षमताले 19 महिना भन्दा बढी महिना लाग्ने देखिन्छ। सुर्खेत विमानस्थलबाट अवतरण गर्ने क्रममा श्री एयरलाइन्सको जहाजको टायर पड्किएको छ। नेपाल नागरिक उडान प्रतिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार दिउँसो 11:52 जाँदा काठमाडौँबाट गएको 9N UAL 73 नम्बर भएको जहाजको टायर पड्किएको हो। जहाजमा 50 यात्रु सवार थिए। जहाज अवतरण गरिसकेपछि पार्किङ क्षेत्रमा जाँदै गर्दा भएको उक्त घटनामा सबै यात्रु तथा चालक दलका सदस्य सकुशल रहेको समेत उनले जानकारी दिए। अहिले जहाज ग्राउन्डेड गरिएको छ। सुर्खेत काठमाडौँ उडान रद्द भएको छ। यो पटक देशभरको ध्यान झापातिर केन्द्रित भएको छ। विशेष गरी झापा 5 मा हुने प्रतिस्पर्धालाई लिएर यस पटक चासो बढेको हो। देश निर्वाचनको पूर्व सन्ध्यामा छ। भोलि हुने प्रतिनिधि सभाको निर्वाचनका लागि आयोगले सबै तयारी गरेको छ। देशभरका मतदान स्थलमा कर्मचारीहरू पुगेर काम थालिसकेका छन्। सरकारले सुरक्षा व्यवस्था पनि मजबुत बनेको दाबी गरेको छ। यसबीच यो पटक देशभरको ध्यान झापातिर केन्द्रित भएको छ। विशेष गरी झापा 5 मा हुने प्रतिस्पर्धालाई लिएर यस पटक चासो बढेको छ। झापाको दमक नगरपालिका 9 स्थित सरस्वती माध्यमिक विद्यालयको खेल मैदानभित्र मतदानको लागि पूरा भएको छ। यो केन्द्रमा 3,788 मतदाता छन्। यो झापा 5 भित्र पर्छ।
खाडी युद्ध लम्बिए श्रम गन्तव्यमा रोजगारीमा जान रोक्का तथा गएका पनि फर्काने हुनाले करिब आधा रेमिटेन्स घट्ने जोखिम देखिएको छ। हाल युद्धग्रस्त खाडी मुलुकबाट मात्र नेपालमा आधा रेमिटेन्स आउने गरेको देखिएको छ। नेपाल भित्र नै कुल रेमिटेन्स मध्ये करिब 40 देखि 21% हिस्सा मध्यपूर्व क्षेत्रबाट आउने गरेको नेपाल राष्ट्र बैंक प्रवक्ता गुरुप्रसाद पौडेल बताउँछन्। राष्ट्र बैंकका अनुसार नेपालमा मासिक 2 खर्ब हाराहारी रेमिटेन्स भित्रने गरेको छ। चालु आर्थिक वर्ष पुसमा मात्र नेपाल भित्रेको कुल रेमिटेन्स 1 खर्ब 92 अर्ब 62 करोड बराबर छ। उक्त अवधिसम्म कुल रेमिटेन्स अप्रवाह 10 खर्ब 62 अर्ब 93 करोड रुपैयाँ छ। त्यसमध्ये 40% हिस्सा मध्यपूर्व देशहरूको रहेको राष्ट्र बैंकको तथ्याङ्क छ। त्यसगत हेर्दा साउदी अरब र कतारको हिस्सा सबैभन्दा उच्च करिब 11 देखि 22% हरारी छ। पौडेलले भने युएई बाट करिब 7 देखि 8% र कुवेतबाट करिब 4 देखि 5% रेमिटेन्स भित्रने गरेको देखिन्छ। अन्य गन्तव्य देश मलेसिया, दक्षिण कोरिया, जापान लगायत केही युरोपियल देशतर्फ क्षेत्रगत विविधि कारण क्रमशः बढ्दो भए तापनि मध्यपूर्व देश अझै नेपालको श्रम गन्तव्य र विदेशी मुद्रा आपूर्तिको ठूलो आधार रहेको पौडेलले बताए। सरकारी तथ्याङ्क अनुसार युएई मा 9,15,000, साउदी अरेबियामा 3,85,000, कतार 3,58,000, कुवेत 1,75,000, बहराइन 28,000, इराक 30,000, साइप्रस 17,000 र ओमनमा 25,000 नेपाली श्रमिक कार्यरत छन्। निर्वाचन आयोगले मतदान सम्पन्न भई मतगणना सुरु भएको 24 घण्टा भित्र पहिलो हुने निर्वाचित हुने प्रत्यक्षतर्फको मत परिणाम सार्वजनिक गरिसक्ने दाबी गरेको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भौगोलिक विकटताका बावजुद पनि छिटो भन्दा छिटो मतपेटिका संकलन गरी नतिजा दिने तयारी भइरहेको जानकारी दिएका हुन्। अहिले प्रत्यक्षतर्फको मतगणना सँगै सानुपातिक तर्फको मतगणना पनि सँगसँगै अगाडि बढ्ने बताए। त्यसको नतिजा पनि छिट्टै सार्वजनिक गरिने उनको भनाइ छ। आयोगले गरेको यो प्रतिबद्धता कति पूरा हुन्छ भनेर निगरानी गर्न उनले सञ्चारकर्मीलाई आग्रह समेत गरे। उनले भने हाम्रो पहाडी र हिमाली भूभागबाट मतपेटिका संकलन गर्न समय लाग्छ, तर हामी छिटो भन्दा छिटो संकलन गर्ने प्रयासमा छौं। अधिकांश छिटो आउन नसक्ने ठाउँमा नेपाली सेनाको हेलिकप्टर मार्फत मतपेटिका संकलन गर्छौं। विश्वका जुनसुकै प्रजातान्त्रिक मुलुकमा पनि निर्वाचनको पूर्व सन्ध्यामा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूलाई आमन्त्रण गरी वस्तुस्थितिको जानकारी गराउने र आतिथ्यता प्रदान गर्ने सामान्य प्रक्रिया रहेको बताए। निर्वाचनका लागि अब केही घण्टा मात्र बाँकी रहँदा देशभरका सुरक्षा निकायहरूको ध्यान निर्वाचन सुरक्षामा केन्द्रित छ। संवेदनशील मतदान केन्द्र, सम्भावित झगडा हुने क्षेत्र र आचार संहिता उल्लङ्घनका गतिविधि नियन्त्रणमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छन्। तर यही बेला काठमाडौँ सहित विभिन्न जिल्लाहरूमा सामरिक साधन आगाजानीदेखि नक्कली बमहरू राखेर नागरिकलाई त्रास फैलाउने तथ्यहरू सक्रिय हुन थालेको छन्। नागरिकको जीव धनको सुरक्षा व्यवस्था कस्तो छ त? मंगलबार बिहान करिब 4 बजेदेखि काठमाडौँको नैकप र सुकेधारामा 2 वटा गाडीमा आगाजानी भयो। 1401 र BAA 2836 नम्बरका सावरी साधन थिए। प्रहरी टोलीले जानकारी पाएपछि घटनास्थल पुगेका थियो। घटनास्थलमा निर्वाचन बिथुल्ने कार्यमा लागेका दुर्गा प्रसाई समूहसँग सम्बन्धित चर्चाहरू भेटिए। सवारी साधनमा आगो लगाउने नै उनीहरूका मान्छे थिए। सवारी साधन पनि उनीहरूको आफ्नै भएको खुल्यो। सोमबार निर्वाचनको मौन अवधि सुरु भएको रात विराटनगरको संवेदनशील क्षेत्रमा शंकास्पद वस्तु फेला परेपछि स्थानीय प्रशासन र सर्वसाधारणमा त्रासको वातावरण बन्यो। कालो प्लास्टिकको झोला भेटिएपछि बमको त्रासमा रातभरि सुरक्षा व्यवस्था कडा पारिएको थियो। सीसी क्यामेरा फुटेजमा मध्यरातमा स्कुटर चढेर आएका एक व्यक्तिले झोला छाडेर हिँडेको दृश्य देखाएपछि नेपाल प्रहरीले तत्कालै उक्त क्षेत्र सील गर्यो। मंगलबार बिहान करिब 7 बजे सेनाको टोलीले हेर्दा झोलाभित्र कुनै विस्फोटक पदार्थ नभई केवल माटोका हाँडी, खरानी र पूजाको सामग्री फेला पर्यो। घटनामा कुनै विस्फोटक वस्तु नभेटिए पनि निर्वाचनको समयमा सार्वजनिक स्थलमा यसरी त्रास फैलाउने गरी वस्तु राख्ने व्यक्तिको खोजी तीव्र भइरहेको छ। एक साता अगाडि मात्र विराटनगर महानगरपालिका 7 आँफे चोकमा कालो प्लास्टिकको पोकाभित्र शंकास्पद वस्तु रहेको सूचना प्राप्त भएको थियो। सूचना पछि नेपाली सेनाको विराटनगर विमानस्थलमा तैनाथ बम डिस्पोजल टेलिभिजन सहितको खोज तत्काल परिचालन गरिएको थियो। संयुक्त रूपमा क्षेत्रलाई सुरक्षित बनाउँदै शंकास्पद निष्क्रिय गरियो। त्यसैगरी कोशी प्रदेशका ताप्लेजुङ जिल्ला 8 राई त्रिवेणी गाउँपालिका 3 पश्चिम स्थित हाङपाङ दोबान भित्र 25 सडक खण्डमा बिहान कालो टेपले बेरिएको अर्को शंकास्पद वस्तु फेला परेको सूचना प्राप्त भएको थियो। लगातै हाङपाङ सुरक्षा बेसमा तैनाथ बम डिस्पोजल टिम सहितको टिमले उक्त वस्तु निष्क्रिय पार्यो। बिहिबार हुने प्रतिनिधि सभा निर्वाचनमा मतदान गर्ने नेताहरू आफ्ना गृह जिल्ला पुगिसकेका छन्। बिहान 7 बजेबाट मतदान सुरु हुने हुँदा पार्टीका नेता कार्यकर्ता र उम्मेद्वारहरू आफ्नो मतदान नामावली भएको ठाउँमा पुगिसकेका छन्। केही उम्मेद्वार भने आफ्नो निर्वाचन क्षेत्रको मतदान स्थलको अवस्था बुझेर भोलि मतदाता नामावली रहेको मतदान केन्द्रमा पुग्ने तयारीमा छन्। 2048 देखि सबै संसदीय निर्वाचनमा मतदान गरेका नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा भने यसपालि मतदानमा समेत सहभागी हुने छैनन्। उनको सचिवालय
अनुसार देउबा सिंगापुरमा उपचार गर्दैछन्। गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट गगन थापा सभापति बनेपछि 2048 देखि निरन्तर डडेलधुराबाट निर्वाचित देउबा टिकटबाट वञ्चित भए। विशेष महाधिवेशनले सभापतिबाट हटाइदिएपछि चुनाव बारे मौन बसेका देउबा मतदानको एक साता अघि सिंगापुर पुगेका थिए। उनी अझै फर्केका छैनन्। कांग्रेसका निवर्तमान सभापति देउबाको मतदान नामावली डडेलधुराको गन्नेधुरा 1 80 ग्राम मावि रुवाखोला ख मतदान केन्द्रमा छ। यस्तै कांग्रेस नेतृत्व तथा देउबा पत्नी आरजु राणा देउबा पनि यति बेला नेपालमा छैनन्। कैलाली 5 बाट चुनाव लड्ने तयारीमा रहेकी आरजु पनि टिकट नपाएपछि पार्टीको निर्वाचन सम्बन्धी गतिविधि सहभागी भइनन्। 2074 मा कैलाली 5 बाट पराजित उनको मतदान केन्द्र भने डडेलधुराको गन्यापा धुरामै छ। 2 सातादेखि भारतमा रहेकी उनी मतदान गर्न डडेलधुरा नजाने भएकी छन्। अरुजु राणासँग केही दिन भारतमा बिताएर कांग्रेस नेत्री लक्ष्मी खतिवडा नेपाल फर्किएकी छिन्। खतिवडाको अनुसार आरजु मतदानका लागि डडेलधुरा पुग्ने